You know what? जब म तपाईलाई यसरी सोशल मिडियामा आएर मेरो भिडियोजको थ्रुबाट कुनै इस्टाब्लिश प्लेयर कुनै नाम चलेको प्लेयरको बारेमा केही इन्ट्रेस्टिङ स्टोरी सुनाउँछु तपाईहरु सबैलाई रमाइलो लाग्छ किनकि तपाईले रिलेट गर्नुहुन्छ। तर आज यो भिडियोमा हामी जुन प्लेयरको कुरा गर्न लागिरहेका छौं सायद तपाईमध्ये धेरैले उसको नाम सुन्नु भएको छैन। कतिपयले नाम सुन्नु भएको छ भने पनि उसले कस्तो खेल्छ अथवा उसको कुरा किन भइरहेको छ भन्ने बारेमा सायद तपाईलाई आइडिया छैन। आज हामी कुरा गर्न लागिरहेका छौं यतिबेला मलेसियामा रहेको नेपाली अन्डर 16 क्रिकेट टोलीका ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको विषयमा। नेपाली अन्डर 16 टोली यतिखेर मलेसियामा रहेको छ एसीसी अन्डर 16 इस्टर्न जोन कप खेल्नका लागि। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई सहजै पराजित गर्यो र सिंगापुरलाई हराउने क्रममा नेपालको इनिङमा चेज गर्दा ओपनर ब्याट्सम्यान प्रसिद्ध जैसीले अभिजित अर्धशतक बनाउँदै खेलको प्लेयर अफ द म्याच अवार्ड पनि जिते। प्रसिद्धको अर्ली करियरमा नै केवल अन्डर 16 खेल्दैछन्। यो अर्ली करियरमा नै उनको स्टोरी यति फ्यासिनेटिङ रहेको छ कि सायद यो स्टोरी सुनेपछि तपाई आफू पनि आफ्नो भाइ आफ्नो छोरा आफ्नो रिलेटिभ जो सानो उमेरको छ उ क्रिकेट खेल्न चाहदैछ भने सायद तपाईले उसलाई पुश गर्नुहुनेछ कि यस यु क्यान डु दिस भनेर। प्रसिद्धको जन्म कैलालीमा भएको थियो। सुदूरपश्चिम प्रदेश जहाँ क्रिकेट यसै पनि पपुलर छ त्यही माथि कैलाली भनेपछि तराईको फाँट पर्यो जहाँ क्रिकेटको लागि एक्सेसिबिलिटी पनि। त्यसले गर्दा प्रसिद्ध अर्ली एजबाट नै क्रिकेट प्रति लगनशील थिए। प्रसिद्धलाई क्रिकेट मन पर्थ्यो अनि जब उनी कक्षा 7 मा पुगे त्यसपछि उनी कैलाली छोडेर काठमाडौँ आए। काठमाडौँमा आएर उनले आफ्नो क्रिकेट ट्रेनिङ स्टार्ट गरे र फर्दर अन स्टडीज पनि कन्टिन्यू गरिरहे। उनी यतिबेला डीएबी स्कुलमा अध्ययनरत छन् र पछिल्लो 2 वर्षदेखि काठमाडौँमा रहेको क्रिकेट एक्सिलेन्स सेन्टरमा ट्रेनिङ गर्ने गर्छन्। प्रसिद्धको नाम नेपाली घरेलु क्रिकेटमा स्पेशली बागमती प्रदेशभित्र अलि बढी पपुलर तब बन्न थाल्यो जब यो वर्षको प्रधानमन्त्रीको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौट खेलहरू सुरु भए। छनौट खेल सुरु भयो र हरेक प्रदेशले आफ्नो टोली बनाउनका लागि सुरुवातमा आफ्ना जिल्लाहरूलाई जिम्मेवारी दियो कि तपाईले जिल्लाको टिम बनाउनुहोस्, जिल्लाको हामी गेम गर्नेछौं, त्यहाँबाट प्रदेशको टिम बनाउनेछौं। त्यसका लागि काठमाडौँ जिल्लाले पनि आफ्नो छनौट सुरु गर्यो र काठमाडौँ जिल्लाको छनौट खेल्ने क्रममा प्रसिद्धले क्रिकेट एक्सिलेन्स सेन्टर सीईसी को रिप्रेजेन्टेसन गर्दै काठमाडौँ जिल्ला छनौट खेले। सीईसीले त्यो टुर्नामेन्ट जित्यो अनि प्रसिद्धको पर्फर्मेन्स पनि गजबको रहेको थियो। प्रसिद्ध त्यसपछि काठमाडौँ जिल्लाको टोलीमा छनौट हुन सफल भए। तर अब प्रब्लम के थियो भने सिनियर प्रतियोगिता खेल्नको लागि त्यो समयमा 14 वर्ष पार गरेर केवल 15 टेक्दै मात्र गरेका प्रसिद्धलाई उनको उमेरले रोक्थ्यो। किनकि सिनियर प्रतियोगिता खेल्नका लागि तपाईले यदि एज पार गर्नु भएको छैन भने आफ्नो फ्यामिलीबाट कन्सेन्ट लिनुपर्ने हुन्छ, रिटन एग्रीमेन्ट दिनुपर्ने हुन्छ फ्यामिलीले कि ओके मेरो छोरा यो टुर्नामेन्ट खेल्नको लागि म पठाउँदैछु भनेर। बिकज रिस्क इन्भल्भ हुन्छ, सिनियर प्लेयरहरू खेलिरहेका हुन्छन्, धेरै रिस्क हुन्छ त्यहाँ। तर प्रसिद्धलाई उनको फ्यामिलीले गो हेडको सिग्नल दियो। प्रसिद्धले त्यो कन्सेन्ट प्राप्त गरे उनी गएर काठमाडौँ जिल्लालाई अब रिप्रेजेन्ट गर्ने भए। नाउ इमेजिन काठमाडौँ जिल्लाको त्यो सेलेक्सन प्रतियोगितामा ब्याटिङ लाइनअप के थियो? ओपनर ब्याट्सम्यानका रूपमा रित गौतम, ईशान पाण्डे बागमती प्रदेशका दुवै ओपनरहरू। त्यसपश्चात काठमाडौँ जिल्लामा रहेका थिए पृथु बास्कोटा, नेपाल अन्डर 19 टोलीबाट विश्वकप खेलिसकेका उत्तम थापा मगर अनि यी चारको बीचमा अराउन्ड नम्बर 3 नम्बर 4 मा ब्याटिङ गर्ने गर्थे त्यो समयमा केवल 15 वर्ष टेक्दै मात्र गरेका प्रसिद्ध जैसीले। र त्यो प्रतियोगितामा प्रसिद्धले यसरी ब्याटिङ गरे कि उनलाई ब्याटिङ गरेको देख्ने सबैले उनको तारिफ नै गरिरहेका थिए। मलाई स्टिल त्यो ललितपुरसँगको खेल याद आउँछ जहाँ ललितपुरका नन्दन यादवले बल हैन सायद त्यो दिन बिहान आगो फालिरहेका थिए। नन्दनको अर्ली स्पेल सबैलाई खेल्न गाह्रो बनिरहेको थियो। काठमाडौँका टप अर्डर ब्याट्सम्यानहरूको विकेट गइसकेको थियो, ओपनर दुवै पवेलियनमा फर्किएका थिए। त्यो समयमा 15 वर्षका प्रसिद्ध जैसीले आजको दिनमा नेपालका फास्टेस्ट बलर भनिने नन्दन यादवको त्यो फर्स्ट स्पेललाई यसरी ह्यान्डल गरे कि पृथु बास्कोटासँग मिलेर उनको यति मजाको साझेदारी भयो काठमाडौँलाई खेलमा फर्काउन उनले प्रयास गरेका थिए। हुन त धेरै रन बनाएनन्, उनी आउट भए 19-20 रन बनाएर 40-45 बल खेलेपछि, तर त्यो पार्टनरशिपले काठमाडौँलाई खेलमा मेन्टेन गरेर राखेको थियो। त्यसपश्चात त्यो प्रतियोगिता ठिकठाक रह्यो। टियुको विरुद्धमा उनले अर्धशतक बनाएका थिए। सिनियर प्रतियोगितामा जिल्लाबाट खेल्ने क्रममा जहाँ सिनियर खेलाडी खेल्दैछन् त्यहाँ अर्धशतक बनाए। तर अभियस रहेको थियो कि त्यहाँबाट बागमती प्रदेशको टोलीमा उनको नाम आउन अलि अप्ठ्यारो नै थियो। बिकज बागमतीको ब्याटिङ लाइनअपमा अथवा बागमतीको टप अर्डर ब्याटिङमा 101 नामहरू रहेका थिए। त्यसपछि प्रसिद्धले लगातार रूपमा आफ्नो ट्रेनिङ कन्टिन्यू गरि नै रहेका थिए। अनि आउँछ अन्डर 16 प्रतियोगिता, राष्ट्रिय अन्डर 16 प्रतियोगिता जुन क्रिकेट एसोसिएसन अफ नेपालले गर्दै थियो। फेरि पनि प्रसिद्ध सेलेक्सन खेल्न पुगे, राम्रो पर्फर्मेन्स थियो, कप्तानी गरिरहेका थिए आफ्नो जिल्लाको। अनि त्यहाँबाट उनी सेलेक्ट हुन पुगे बागमती प्रदेशको टोलीमा र बागमती प्रदेशको कप्तानीको जिम्मेवारी उनले प्राप्त गरे। प्रसिद्धको कप्तानीमा रहेको बागमतीका लागि अन्डर 16 नेसनल्स राम्रो प्रतियोगिता रह्यो। कर्णालीको सुर्खेतमा बागमतीको टोली फाइनलसम्म पुग्यो। फाइनलमा बागमतीको ब्याटिङ लाइनअप चल्न सकेन जसले गर्दा खेल हार्नु पर्यो। मध्य प्रदेश च्याम्पियन बनेको थियो तर बागमतीले राम्रो क्रिकेट खेल्यो। सँगसँगै प्रसिद्धले पनि राम्रो प्रदर्शन गरेका थिए अनि उनको नाम आयो नेपाली अन्डर 16 टोलीमा।
अनि अहिले उनी यतिखेर नेपाली अन्डर 16 टोलीसँग मलेसियामा रहेका छन्। म यो कुरा प्रसिद्ध किन गरिरहेको छु भने सायद अहिले त हामीले त्यति धेरै रियलाइज गर्दैनौँ, तर 4-5 वर्ष पछाडि जब प्रसिद्ध लगातार रूपमा पर्फर्म गरिरहेको, प्रसिद्ध लगातार रूपमा माथिल्लो लेभलमा क्रिकेट खेलिरहेको तपाईँले देख्नुहुन्छ नि, त्यतिखेर सायद यो स्टोरी रिलेट हुनेछ कि ओके अ न्यू स्टार इज हियर भनेर। अनि मलाई लाग्छ त्यो स्टारको जन्म भइसकेको छ प्रसिद्ध जैसीको रूपमा। मैले एकपल्ट प्रसिद्धको एउटा इन्टरभ्यू सुनेको थिएँ, सायद बागमती प्रदेशको सोसियल मिडियामा अपलोड भएको इन्टरभ्यू थियो। अनि क्वेसन गरिएको थियो कि फ्युचर गोल के छ त, फर्दर अन गोल के छ त क्रिकेटमा भनेर। नेपाल खेल्ने गोल हो भनेर सोद्धा उनले जवाब दिँदै थिए कि नेपाल खेल्ने मेरो गोल होइन, नेपाल खेल्ने सायद धेरैको गोल हुन्छ, तर नेपालका लागि खेलेर बिगेस्ट स्टेजमा पर्फर्म गर्ने अनि त्यहाँ नेपाललाई जिताउने मेरो गोल हो भन्दै थिए। एन्ड इमेजिन अ 15-year-old kid इज सेइङ दिस। 15 वर्षको बच्चाले भन्दैछ कि नेपाल र सबैले खेल्छ, म नेपाल खेल्न चाहन्छु, नेपाललाई सबैभन्दा माथिको लेभलमा त्यहाँ लगेर पर्फर्म गरेर त्यहाँ जिताउन चाहन्छु भनेर। आई थिङ्क दिस किड इज मेड फर अ लङ रेस। सायद धेरै लामो समयसम्म हामीले प्रसिद्ध जैसीको नाम नेपाली क्रिकेटमा सुनिरहन पाउनेछौँ। गो वेल ल्याड, बेस्ट विसेस।